नेपालमा एउटा यस्तो मिस्टिरियस मन्दिर छ जुन नेपालमा मात्रै होइन सम्पूर्ण धर्मको नै अनौठो तीर्थस्थल मानिन्छ। तर यो मन्दिरसँग निकै नै पुरानो एउटा दन्त्यकथा जोडिएको छ जसले यो मन्दिरलाई अझ बढी रहस्यमय बनाउँछ। किनभने यो मन्दिरमा कुनै पनि नेपाली राजाले दर्शन गर्न पाएका थिएनन् र अझै पनि पूर्व राजा ज्ञानेन्द्र यो मन्दिरमा जान डराउँछन्। तर आखिर किन? आज म यो भिडियोमा नेपालको सबैभन्दा मिस्टिरियस मन्दिरको बारेमा भन्नेछु। यो हो बुढा नीलकण्ठ मन्दिर जुन काठमाडौँको उत्तरतर्फ शिवपुरी पहाड नजिक अवस्थित छ र यो मन्दिरलाई स्लिपिङ टेम्पल पनि भनिन्छ किनभने यो मन्दिरमा भगवान विष्णु शेषनागमाथि सुतेको अवस्थामा छन्। उनको दायाँ हातमा सुदर्शन चक्र र चरण मुनि लक्ष्मी बसिरहेकी छिन्। यो मन्दिरको मुख्य आकर्षण भनेको 5 मिटर लामो भगवान विष्णुको एउटै ढुङ्गाबाट बनेको मूर्ति हो जुन एक साँच्चीकै रियर आर्किटेक्चर डिजाइन मानिन्छ किनभने यो मूर्तिलाई लिच्छवी वंशको राजा विष्णुगुप्तले 7 देखि 19 शताब्दीको बीचमा बनाएका थिए। यो स्थान केवल ऐतिहासिक स्थल मात्र होइन, यो हिन्दू धर्मको एउटा पवित्र र महत्त्वपूर्ण धार्मिक स्थल पनि हो। यो मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन भगवान विष्णुको जागरण महोत्सव भव्य रूपमा मनाइन्छ र त्यहाँ हजारौं भक्तजन नेपालको साथसाथै इन्डियाबाट पनि सहभागी हुन आउँछन्। बुढा नीलकण्ठ मन्दिरको सबैभन्दा रोचक रहस्य भनेको यो मन्दिरमा कुनै पनि नेपाली राजाले दर्शन गर्न पाउँदैनन् किनभने एउटा पुरानो मान्यताको अनुसार यदि कुनै पनि नेपाली राजा यो मन्दिरमा गएर दर्शन गर्यो भने उसको अकालमा नै मृत्यु हुन्छ। त्यसैले 17औं शताब्दीमा प्रताप मल्लको पालादेखि नै राजाहरूलाई यो मन्दिरमा प्रवेश गर्न रोक लगाइएको थियो र नेपाली इतिहासको केही घटनाहरूलाई यो मन्दिरसँग जोडेर पनि भन्ने गरिन्छ। तर यसको सत्यता अहिलेसम्म पनि प्रमाणित भएको छैन।